मेरो बाहिरको टोयलेटमा गमन गली करेक्ट जस्तो छ। करेक्ट होला, यो त गमन गली होइन, करेक्ट पो रहेछ। मेरो यो बाहिरको कम्पाउन्डको टोयलेटमा यसो अब बाहिर गफ गरेको बेलामा साथीभाइ आउँदाखेरि काम दिन्छ भनेर यो बाहिरको टोयलेट बनाएको। त्यो त बेला बेलामा त खतरा पो हुने रहेछ त। यस्तो छ यो। अब यहाँनिर यो कुनामा सानो पालमा भित्तीको पुच्छर जस्तो देखेर बाहिर तानेको आएन। मेरो पालो हर्पिक, यो चाहिँ नि हर्पिक अलिकति हालिदिएको, सुलुलुलुलुलु चाहिँ करेक्ट सर्प पो निस्क्यो। अलिक करेक्ट जस्तो छ। करेक्ट होला, यो त गमन गली होइन, करेक्ट पो रहेछ। अनि यता माथि कता गयो ऊ अघि बेगन हान्दै थियो, ऊ यहाँ चेपमा पो रहेछ। ल अलिकति पेट देखिरहेछ यो करेक्ट सर्पै। यहाँ पनि आएर लुकेर बसेको छ। अब गएर बेगन ल्याएर फेरि हाल्नु पर्यो। सर्पलाई ठिक नलाइ भएन कारण लगेर बेगन हानिदिनु पर्यो सट्टै लाएर।